एउटा टिकटकर बहिनीलाई भक्तपुरबाट पुलिसले एरेस्ट गरेर लगाएर रहेछ सामाजिक सञ्जालमा जे पाए त्यो बोल्यो भनेर। पुलिस त्यो बहिनीको घर पुग्दा त्यो बहिनी त अल्याक पल्याक भएर बिहोस रे। बहिनी मुटु कमजोर थियो भने त्यस्तो काम गर्न हुन्न थियो नि त यार। कोठामा वाक स्वतन्त्रता निभाइरहेकी बहिनी पुलिस स्टेसनमा पुगेर साँच्चीकै वाक्न थालिछन्। बोकेर राति नै पुलिसले विरसमा पुऱ्याए, राति बोकेर फेरि जेलमा ल्याएछ। त्यस्तो सुन्न मजा आएन नि त। यस्तो छ क्या बहिनी, कुनै पार्टीको पछाडि लाग्न पाउँछौ, अरूलाई किन गाली गर्छौ? गाली चाहिँ फेरि यस्तो रे, कि त एकदमै धेरै पढे लेखा मान्छेले गाली गर्छ रे, कि त एकदम गँवारले गर्छ रे। तिमी पक्कै पढे लेखा मान्छे हुनुपर्छ जस्तो मलाई लाग्छ। त्यो बहिनीको बिचरा भक्तपुरमा समातेको सातो पुत्लो त एकैछिनमा उडेर चितवन पुगेको रहेछ। त्यसलाई फर्किन पनि टाइम लाग्यो सातो पुत्लो। मलाई पर्सनली फेरि के लाग्छ भन्दाखेरि चाहिँ यो बहिनीलाई भएको धेरै चाहिँ मलाई अलिक नराम्रो लागेको छ, फिमेल भएर होला। यो सामाजिक सञ्जालको दुरुपयोग गरेर जथाभावी बोल्ने, छाडा बोल्नेहरूलाई चाहिँ लगभग एउटा जिल्ला जत्रै जेल बनाएर राख्नुपर्छ। अदालत पनि छुट्टै क्या, त्यो सामाजिक सञ्जालमा दुरुपयोग गरेको मात्रै एउटा छुट्टै अदालत, छुट्टै अफिस त्यो मुद्दा हेर्ने, अनि जेल पनि छुट्टै राख्नुपर्छ। अनि त्यसपछि चाहिँ अति गर्नेहरूलाई कारवाही गर्नुपर्छ जस्तो मलाई लाग्छ। यही बहिनीले अब आफ्नो पार्टीलाई अथवा अर्को पार्टीलाई होच्याउँदा पनि सभ्य भाषामा होच्याउँदा यत्रो बाटोमा छाड्दै हिँड्नु पर्दैन थियो। सुन्दा नराम्रो भयो क्या, विशेष गरी वेन यु आर फिमेल। यस्तो खालको सुन्दाखेरि चाहिँ अब त्यो पुलिसले अत्याचार गर्यो जस्तो देखिन्छ। अब बहिनीको हरकत के हो